लो साथीहरू यो लोफाल्ने सामानहरू यस्तो तरिकाले जोड्नुपर्छ यस्तो गाह्रो हुन्छ ल हेर्नुहोस् यो तपाईँको चाहिँ नि अब लोकेक थुङसुम अनि 300 जिसे यो काकाहरू फाल्दाखेरि यस्तो सामानहरू बनाउनुपर्छ है यस्तो गाह्रो हुन्छ तपाईँ हेर्नुहोस् सम्पूर्णले हेर्नुहोस् यो स्यार्पु होपु चङ्पु नुपु लेवर बुवामा पापामा उनी खोर मनी यो तपाईँको दङ्सा दुङ्सो आमाको हातमा के जान्छ बाउ हातमा के जान्छ भन्ने विषयहरू यहाँ छ यो 12वटा खर्काको है एचिवा लङ ता ये डोक टुल तौ लुक टे च्या खिफा है लास्टको फालो अनि यो मुनिको त्यही हो अनि सामग्रीहरू चाहिँ यस्तो तरिकाले बनाउनुपर्छ अझै मैले सर्टकटमा देखाइरहेको हो तपाईँहरूलाई धेरै चिज सामानहरू जोड्नुपर्छ एकदम गाह्रो हुन्छ यो हाम्रो संस्थामै बनाउँछ बाहिरबाट किन्यो भने धेरै महँगो पर्छ बाँस किन्नुपर्छ तपाईँको फोटोकपी गर्नुपर्छ अनेक चिज अनि गमहरू चाहिँ अब फेरि त्यत्तिकै मिहिनेत हुन्छ यो सबै यस्तो तरिकाले सेट यो मात्रै मैले एउटा सेटको देखाएको है तपाईँहरूले यो सेट चाहिँ ती माथि जम्मा भएकोहरू चाहिँ त्यो सेट मिलाएर हाल्ने हो तपाईँहरूले मैले यो लास्टको चाहिँ सिन चाहिँ यस तरिकाले हाल्छ भनेर चाहिँ देखाएको हो सम्पूर्णले नमस्ते टस्टीले मेरो फेसबुक युट्युब अनि जिमेलहरूमा हेर्नुहुने सम्पूर्णले नमस्ते टस्टीले थुजिछे चुजुलप्पा फ्याफुल्ला सेवारो सेवा सम्पूर्ण साथीहरूलाई नमस्ते टस्टीले यो अब मैले पहिले चाहिँ मैले बोलेको चाहिँ कुराहरू राख्छु त्यसको पछि तपाईँहरूले यो सामग्रीहरू हेर्नुहोस् यसो लाग्छ यो विषयमा यस्तो हुन्छ भन्ने विषयहरूमा यो लोमा यति चिजहरू जानेर छै भन्ने विषयमा है नेपाल योल्मो पोम्बोछोक्पाको तर्फबाट नमस्ते यो हाम्रो युङ मेरी ठिजरे मुछे 33 अवतारको है सरी युङजरी मुछे यो चाहिँ 33 अवतारको है पोम्बोको अनि उहाँ चाहिँ मेरी ठिजे युङजेरी मुछे हो भनेर जानकारी दिएको 101 वर्ष लाग्दा बित्नुभयो शम्भुनाथमा रातो कुम्भमा हो यो उहाँ बस्नुहुने उहाँको कुम्भ अहिले धेरै ढाबाहरू छ हाम्रो केन्द्र अफिस नै उहाँ हो त्यसले थुइछे